Hi everyone, good evening. सत श्री अकाल जी सारे नो. सो वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड फेसबुक पेज है गाइस. जो नयाँ हुनुहुन्छ फटाफट सब्सक्राइब गरिदिनु होला च्यानलमा या पेजमा हुनुहुन्छ भने मलाई फलो गरिदिनुहोस्. आजको मेरो आउटफिट कमेन्ट गरेर बताउनु होला कस्तो छ है गाइस. आज चाहिँ म गान्तोक जाँदैछु. सो आज चाहिँ लाइभ कन्सर्ट छ नि त. आज म को भेट्ने छु भनेर चाहिँ तपाईँलाई म देखाउने छु होइन. पुरा भिडियो हेरेर सपोर्ट गर्नु होला, लाइक कमेन्ट सेयर गर्नु होला है र इन्जोय गर्नु होला. छोरी टाइममा ट्युसन जानु बाई. सो गाइस अभी मैं पहुंच चुकी हूँ एमजी मार्ट में. गाइस प्रोग्राम है आज यहाँ पर प्रोग्राम है ना, तो इसलिए यहाँ कन्सर्ट देखने के लिए आई हूँ. सो गाइस अहिले भने चाहिँ पुगिसकेको छु गान्तोक एमजी मार्ट होइन. आजको भ्लग चाहिँ एकदम राम्रो हुनेछ, इन्जोय गर्नु होला है गाइस. हम लोग अभी जा रहे हैं आगे. चलो आगे चाय अभी हम घर से वाओ एमजी मार्ट का अच्छा नज़ारा है, बहुत अच्छा हो गया है. वैसे भी ये नॉर्मल में भी बहुत अच्छा दिखता है और अभी आज तो लाइटिंग वाओ. अभी मैं आप लोग को स्टेज का और लेके जा रही हूँ, ठीक है. सो अभी आने वाला है यूएनबी. तिमीलाई कसरी भनौँ कति छ माया मेरो मनमा. बासो बसाउनु भित्र यो मनको घरमा. जिन्दगी सरायो तिम्रो अगाडि राखी मलाई नाच्न दे. This song is the last track, so सबैले म्युजिक अलिकति बढाइदिनु. अरू कान्छे तिमी कहाँ छौ नौलाई खरौ मिली गान्तोकको सहरमा. तिम्रो हातको रोटी खाँदै बस्छु म उरी मामी दुयो मायाको लहरमा. सिधो तिमी म ठाडै मरिदिन्छु तिम्रो लागि त म जे नै गरिदिन्छु. बोली हुन्छ के थाहा छैन. मसँग तिम्रै मायामा फसेर कान्छे तिमी कहाँ छौ म बोलिरहेछु तिमीलाई. ओ कान्छी तिमी कहाँ छौ म बोलिरहेछु तिमीलाई. ओ कान्छी अब ये म्यूजियम का हो रहा है. थोड़ा रुको ना, मैं कुछ बोलना चाहती हूँ. और अब क्या हमने मेरे फेवरेट आर्टिस्ट पे जा रही हूँ एक्सेप्ट करना. मेरा फेवरेट आर्टिस्ट का गाना बना दे. इसका हिंदी भी एक्सेप्ट कर लेना गाइस. तिमी कहाँ छौ अभी
सो गाइस अहिले भने चाहिँ हामी आर्टिस्ट दुर्गेश थापाज्यूको हामी चाहिँ यहाँनिर वेलकमको लागि बसिरहेको छौँ होइन। Please make some noise for Durgas Thapa! Say with me, Durgas Thapa! Please make some noise for Durgas Thapa! Once again, what Durgas also is already Thapa. आफ्नै साथीभाइसँग भेट गर्न जस्तो लाग्छ। आफू सिक्किममा जन्मेको भएर सिक्किमको असाध्यै माया लाग्ने गर्छ। त्यही भएर गाइस अहिले चाहिँ हामी जाँदैछ एड्रिन प्रधान सरलाई भेट्नु। ल उठाउन सो गाइस अहिले भने चाहिँ म आर्टिस्ट एड्रिन प्रधान सरलाई भेटिरहेको छु मैले होइन। अहिले भर्खरै म चाहिँ होटलमा आएँ नि त, अघि भेट्नु पाइनँ माथि होइन, बेसी क्राउड भएर। सो अहिले चाहिँ म सरसँग छु। नाइस टु मिट यु सर। एकदम राम्रो लाग्यो तपाईँलाई भेटेर। Thank you very much. Always, sir, always. Always supported. And Sikkim will always support you all, sir. Always, always. ए हिन्दी गीत रिलिज गर्नुहुँदैछ तपाईँले अब? सरले चाहिँ हिन्दी गीत रिलिज गर्नुहुँदैछ अरे नि त। सो उहाँलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ गाइस हामी सबैले होइन। यति राम्रो गाउनुहुन्छ किन नगर्ने र पुरानो गानाको त हामी फ्यान हो सरको होइन। सो अब चाहिँ गफ गरेर चाहिँ हामी चाहिँ घर जानुपर्ने हुन्छ गाइस। सो गाइस अहिले भनेपछि म आइसकेको छु घर होइन गाइस। अहिले बजेको छ 12 अलमोस्ट बजिसक्यो। सो अब चाहिँ आज चाहिँ यस्तो मजा आयो कि गाइस, यति मजा आयो होइन। आजको कन्सर्टमा मजा आयो। आई होप तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला होइन। गाइस आजको भ्लग मेरो कस्तो लाग्यो कमेन्ट गरेर जरुर बताउनु होला होइन। किनभने आज बहुत दिनको बादमा चाहिँ मैले भ्लग गरेको नि त। सो कन्फिडेन्ट नै हराएछ कि के बोल्नु हुँदो रहेछ। सो र पनि मैले ट्राई गरेको छु। सो गाइस
लाइक कमेन्ट सेयर जरुर गरिदिनु होला। नयाँ च्यानलमा हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। मेरो फेसबुक पेजमा हुनुहुन्छ भने चाहिँ मलाई फलो गर्नु नभुल्नु होला है गाइस। उसो गाइस र आजको भ्लग चाहिँ एकदम लामो भएको थियो अलिक होइन, तपाईँ हेर्नु होला होइन, किनभने मैले बेबीलाई छोडेर गएको थिएँ। ऊ अलिकति सिक भएछ, उसलाई टन्सिल हुन्छ, उसलाई फेरि पनि टन्सिल भएछ। घरमा आइसकेँ अब होइन। सो थ्याङ्क्स फर वाचिङ गाइस। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो होइन, मेरो आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला। र तपाईँहरू नयाँ हुनुहुन्छ मेरो पेजमा या च्यानलमा भने फलो र सब्सक्राइब भने गरिदिनु होला है। बाई, गुड नाइट, ह्याभ अ स्विट ड्रिम। बाई बेबी। Bye bye.